यो ठाउँबाट दाइना लाग्यो भने दाइनाबाट रोटे रोड गइयो भने खोटाङ पुगिन्छ भने अहिले हामी बायाँतिर लाग्छौँ। यसबाट पानधारे साइड पनि जान सकिन्छ भने दाइनातिर अलिक केही अगाडि गएर दाइनातिर लाग्यो भने माथि ट्याम्के डाँडासम्म पुग्न सकिन्छ। यहाँनिर सवारी साधनहरू उडेर धेरै नै धुलो चाहिँ उड्ने गरेको पाइन्छ, तर अहिले यहाँ चाहिँ हावा जोडको साथ चलेको हुनाले गर्दा चाहिँ धुलोहरू अलिक कमी रहेको। यो घर चाहिँ होमस्टे हो। तपाईँहरू ट्याम्के जाँदाखेरि केही पानी पऱ्यो भने बस्न सक्नुहुन्छ र ट्याम्केबाट झर्दाखेरि साँझ पऱ्यो भने यो ठाउँमा बस्न सक्नुहुन्छ। यो चाहिँ बर्खा मौसम भएकोले गर्दा एकदम पानी परेर बाटोहरू भत्किरहेको अवस्था छ। त्यही भएर कतिपय साथीहरूले चाहिँ माथि ट्याम्के डाँडासम्म गाडीहरू पुर्याउनु सक्नु भएन, बाटोबाट फर्किरहनु भएको छ। तर हामी चाहिँ साहस गरेर हामी गइरहेछौँ। साथीहरू फाइनली ट्याम्के डाँडा आइपुग्यो। रमाइलो छ, वरिपरि हेर्नुहोस् ल, दामी छ। जाडोले एकदम ट्याम्के डाँडामा चाहिँ एकदमै के गर्नु, अब छोडिहाल्यो जाडोको थाहा थियो। तर के गर्नु, जाडोले चाहिँ एकदमै साह्रो पारेको छ हामीलाई। एकदम हुस्सु लाग्यो क्या। यो चाहिँ 3300 होइन 3200 होला त्यस्तैको हाइटमा रहेको यो चाहिँ स्थान हो। अहिले चाहिँ म तपाईँहरूलाई पुरै भिडियो देखाउँथेँ। योभन्दा अडियो भिडियो पनि मैले एउटा हालेको छु, छोटो भिडियो हो, त्यसमै छ यो ठाउँको चाहिँ। तर अहिले चाहिँ कुहिरो लागेकोले गर्दा तपाईँहरूलाई देखाउन सकिएन यो ठाउँको बारेमा। यति खुलेछ भने म तपाईँहरूलाई देखाउँदिनेछु। फेरि आइसकेको कुहिरो। ल साथीहरू, यदि भिडियो मन पर्यो भने च्यानललाई सेयर गर्न नभुल्नु होला। कहाँ आएको हामी ट्याम्केको टावरमा छौँ हाल। को मान्छे हो एकदम कुहिरोले गर्दा चाहिँ हामीले भिडियो राम्रो बनाउन सकिएन है। अनि मैले अघि एउटा भिडियो बनाएको छु, निकै 5 मिनट जतिको बनाएको, तर टाइम भिडियो चाहिँ नभइरहेको नभए बोल्या गरेर छु। अब भिडियो बनाउँछु म खासै धेरै तपाईँहरूलाई मैले देखाइसकेँ, हेर्नु होला। यो चाहिँ यो दावा साइड पर्छ, तर अब तपाईँहरूलाई म दावा रे भोजपुर साइड पर्छ, त्यति राम्रो देखाउन चाहिँ अलिकति सकिएन। यसमा क्षमा प्रार्थी छौँ। हल्लाइदिउँ तर्सेर यो कार पनि घुमेर झरिँदैछ, झर्न थाल्यो। कहाँबाट हो? ओ चौना कहाँबाट आएको राम्री बुनुहरू? दावा कहाँ? टङ्के के डङ्के डाँडाबाट चाहिँ आएको। हाम्रो घर चाहिँ भोजपुर जिल्ला दावा तमना हो। त्यही भएर हामी चाहिँ अब दावातर्फ घरतिर फर्किरहेछौँ।